नमस्कार साथीहरू, यहाँहरूलाई मेरो गन्धेदारी कोरियन भाषा युट्युब क्लासमा स्वागत गर्न चाहन्छु। आज पनि यहाँहरूलाई म केही 8-10वटा वर्ड मिनिङहरू पढाउन गइरहेको छु। कस्तो लाग्छ कृपया लाइक, सेयर तथा कमेन्ट गरिदिनु होला। अब सुरु गरौँ आजको हाम्रो भिडियो। हाम्रो वडा कार्यालय साँखु छङछङ गर्ने झरना पारी छ भनेर एउटाले भनेछ अरे। हाम्रो वडा कार्यालय साँखु छङछङ गर्ने झरना पारी छ। अन्त खुजङ, यो खुछङ भनेको के हो त? वडा कार्यालय हो। तिमी सामु शिला आउँदिनन् किनभने कार्यालयमा छिन्। एउटा केटाले भन्छ, हाम्रो वडा कार्यालय साँखु छङछङ गर्ने झरना पारी छ। तिमी सामु शिला आउँदिनन् किनभने कार्यालयमा छिन् भन्छ। सामुसिल भनेको चाहिँ कार्यालय, अफिस हो। उनीसँग अरिङ्गाल जस्तो एउटा जवान केटो छ भनेछ अरे। उसले चाहिँ उनीसँग तिमीले के भने? उनीसँग अरिङ्गाल जस्तो जवान केटो छ भनेछ। अरिन भनेको चाहिँ जवान अथवा वयस्कलाई अरिन भन्छ। अनि फेरि ऊ भन्दैछ, हामीले यस्तो सुन्यौं ग्राहक धेरै छन् रे त्यहाँ। हामीले यस्तो सुन्यौं ग्राहक धेरै छन् रे त्यहाँ। सुन्यौं भनेको पाहुना अथवा ग्राहकलाई सुन्यौं भन्छन्। अनि त्यहाँ खसीलाई बैठक कोठामा राख्दा रहेछन् भनेछ अरे। अनि त्यहाँ खसीलाई बैठक कोठामा राख्दा रहेछन्। खसिल अन्त यो खसिल के हो त? बैठक कोठा हो। त्यही पनि फाङफुङ भत्केको कोठा रहेछ। त्यहाँ पनि फाङफुङ भत्केको कोठा रहेछ अरे। फाङ, यो फाङको अर्थ के हो त? कोठा हो। कस्तो गर्मी भयो, यो छारीमा बसौँ न, बस्ने सिट त छैन भन्छ अरे। अनि कुरा फेरि भन्दैछ, कस्तो गर्मी भयो, यो छारीमा बसौँ न, सिट त छैन। छारी भनेको चाहिँ बस्ने सिट हो। अनि ऊ फेरि भन्दैछ, विशेष गरी तिमीलाई उसले थुकी बुझ्यौ भन्छ अरे। विशेष गरी उसले तिमीलाई थुकी भन्छ अरे। थुकी विशेष गरी। उसँग भएको केटो पनि नेम विपरीत देक्ची माग्दो रहेछ भन्छ अरे। नेम विपरीत के गर्दो रहेछ अरे? देक्ची माग्दो रहेछ अरे। नेम्बी के हो त? देक्ची हो। अनि फेरि उसले भन्छ, यी रणवीर दाजु के भन्छन्? यस्तै हो, चिन्ता नगर न। अनि देक्ची माग्ने केटाले भन्यो होला, उसले भन्छ अरे, यी रणवीर दाजु के भन्छन्? यस्तै हो, चिन्ता नगर न। इरन भनेको के हो त? यस्तो, यस्तो इरन। यस्ता नमुना धेरै देखियो क्या भन्छ। नमुको अर्थ के हो? धेरै। यो नमुको अर्थ धेरै हुन्छ, मानी पनि धेरै हुन्छ, आज पनि धेरै हुन्छ। यो विभिन्न प्रकारका छन्, विशेष गरी बुझेर पढ्नुपर्ने हुन्छ। अस्ति सिसी छङछङ गर्ने सिटी हालमा छोडेछ भन्छ। सिटी, त्यो सिसी छङछङ गर्ने सिटी हलमा छोडेछ अरे। सिछङ, यो चाहिँ सिटी हल। अनि छि गुम्बा अहिले नजाने भन्छ अरे। अहिले नजाने भन्छ अरे गुम्बा। अनि मैले सागरिताले चौबाटो ल्याएको हो भनेको भनेर संवाद सकिन्छ अरे। सागरिताले चौबाटोबाट ल्याएको हो भन्छ। सागरी भनेको के हो त? चौबाटो। अब फेरि म यहाँहरूलाई एकचोटि भनेर सुनाउने छु संवाद।
हाम्रो वडा कार्यालय साँखु छङछङ गर्ने झर्ना पारी छ। तिमी सामु शिला आउँदिन किनभने कार्यालयमा छिन् के। अनि भन्छ उनीसँग हरिङ्गाल जस्तो केटो छ के भन तिमीले भन्छ। हामीले सुन्यौँ ग्राहक धेरै छन् रे त्यहाँ, अनि त्यहाँ खसीलाई बैठक कोठामा राख्दा रहेछन् क्या भन्छ अरे। त्यही पनि फाङफुङ भत्के कोठा रहेछ। कस्तो गरौँ हो, यो छारीमै बसौँ न, बस्ने सिट त छैन। विशेष गरी उसले तिमीलाई थुकी के भने। उसँग भएको केटो पनि नियम विपरीत देख्ची माग्दो रहेछ। अनि उसले फेरि भन्छ यी रनु दाजु के भन्छन्, यस्तै हो चिन्ता नगर न। यस्ता नमुना धेरै देखिए क्या। अस्ति सिसी छङछङ गर्ने छोला सिसी छङछङ गर्ने सिटी हलमा छोडेछ। अनि छि गुम्बा अहिले नजाने भन्छ। अनि मैले सागरिताले चौबाटबाट ल्याएको हो भनेर सोधेँ भनेर समाज सकिन्छ। हस् त, कस्तो लाग्छ लाइक सेयर तथा कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद।